नमस्कार, म उमेश बुढाथोकी आराम रही आरामको कामना गर्दछु। यहाँहरूलाई हार्दिक स्वागत छ यस युट्युब भिडियोमा। मैले यस भिडियो मार्फत आज यहाँहरूलाई समष्टिगत मूल्याङ्कन गर्ने तरिका, समष्टिगत मूल्याङ्कन चाहिँ आधारभूत तह कक्षा 4-8 को कसरी गरिन्छ भनेर धेरैजना आदरणीय शिक्षक गुरुजनहरूले सोधिसके पछाडि मैले यस भिडियो बनाएर यहाँहरू समक्ष प्रस्तुत गरेको छु। यो अन्तिममा कुनै पनि शैक्षिक सत्रको अन्तिममा मूल्याङ्कनलाई समष्टिगत रूपमा अन्तिम मूल्याङ्कन गर्नुपर्ने हुन्छ। त्यसैले उक्त मूल्याङ्कन गर्नको निमित्त के कसरी गर्दा सजिलो हुन्छ भन्ने विषयमा मैले कक्षा 4-8 को यो समष्टिगत मूल्याङ्कन भर्ने तरिका सजिलो रूपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। हामीले यो समष्टिगत मूल्याङ्कन आधारभूत तह कक्षा 4-8 को भर्दै गर्दा हामीले पहिलो कुरा जान्नै पर्ने कुरा के छ भने एउटा प्रत्येक कक्षाको विषय र पाठ्य घण्टा जान्नुपर्छ। दोस्रो, मूल्याङ्कन कसरी गरिन्छ भनेर मूल्याङ्कनको प्रकार जानिनुपर्छ। तेस्रो, मूल्याङ्कनको अङ्कन र प्रतिशत, मूल्याङ्कनलाई कसरी अङ्कन गरिएको छ र कसरी प्रतिशतमा लगिएको छ यो कुरा जान्नुपर्छ। र हामीलाई मूल्याङ्कन गर्ने फारम भनेको समष्टिगत फारम कस्तो हुन्छ त्यो कुरा थाहा पाउन आवश्यक हुन्छ। र त्यो मूल्याङ्कन गर्ने फारम थाहा पाइसकेपछि त्यो मूल्याङ्कन फारममा कसरी अङ्कन राख्ने, कसरी प्रतिशत राख्ने र कसरी ग्रेड निकाल्ने भन्ने हामीलाई आवश्यक पर्छ। हो, आज यस भिडियो मार्फत यिनै विषयवस्तुको बारेमा चर्चा गर्नेछु। सर्वप्रथम यहाँहरूलाई पहिलो म मूल्याङ्कन गर्ने फारम यहाँ स्क्रिनमा देखाउने अनुमति चाहन्छु। यहाँ हेर्न सक्नुहुनेछ, देख्न सक्नुहुन्छ एउटा मूल्याङ्कन गर्ने फारम मैले यो कक्षा 4 को एउटा नमुनाको रूपमा राखेको छु। यहाँ सिरियल अनि विद्यार्थीको नाम, नेपाली, इङ्ग्लिस, म्याथ, यसै गरी यस्तो खालको फर्मेट चाहिँ यो फारम चाहिँ हामीले रजिस्टरमा मेन्टेन गर्नुपर्ने हुन्छ। यो फारम चाहिँ रजिस्टर बनाउनुपर्छ। कक्षा 4 को पनि, 5 को पनि, 6 को, 7 को, यो सबै कक्षाहरूको फारम यसरी तयार गर्नुपर्छ। अब हामीलाई पहिलो कुरा कक्षाको विषय कतिवटा हुन्छ र विषय अनुसारको पाठ्य घण्टा कति कति हुन्छ भन्ने जानौँ। कक्षा 4 मा जुन विषय छ कक्षा 8 मा पनि त्यही विषय हो। कक्षा 4 मा, कक्षा 5 मा, कक्षा 6 मा, 7 मा, 8 मा, यो 4 देखि 8 सम्मको एउटाको विषय जान्यौँ भने, एउटा कक्षाको विषय जान्यौँ भने, एउटा विषयको पाठ्य घण्टा जान्यौँ भने हामी सबै विषयको लागि काम गर्छौँ। पहिलो कुरा कक्षा 4-8 मा 7 वटा विषय हुन्छन्। 7 वटा विषय हुन्छन्। यो सामुदायिकले पनि संस्थागतले पनि हामीले कसैलाई ग्रेड सेट दिँदै गर्दा या मूल्याङ्कन गर्दै गर्दा यी 7 वटा विषयको मूल्याङ्कन गर्नुपर्ने हुन्छ, जुन इमिसमा पनि अपलोड गर्नुपर्छ। 7 वटा विषय, एउटा नेपाली, दोस्रो अङ्ग्रेजी, तेस्रो गणित, चौथो विज्ञान तथा प्रविधि, पाँचौं सामाजिक तथा मूल्य मान्यता, छैटौं स्वास्थ्य र सातौं चाहिँ स्थानीय विषय। भनेपछि हामीलाई के थाहा भयो? 7 वटा विषय रहेछन् र ती 7 वटा विषयलाई आन्तरिक र बाह्य, दुईटा आन्तरिक र बाह्य गरेर बराबर क्रेडिट आवर अर्थात् पाठ्य घण्टा पनि छुट्याइएको छ। हामीले के बुझ्नुपर्छ भने 1 देखि सिरियली 5 नम्बरसम्म नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिकलाई 5-5 पाठ्य घण्टा हो र आन्तरिक र बाह्यमा व्यवस्थापन गर्दा यसलाई 50-50%, यसको अर्थ 2.5 2.5 गरेर छुट्याइएको छ। अन्तिमको दुईटा विषय स्वास्थ्य शारीरिकको 3 हो भने स्थानीय विषयको 4 हो। यो 3लाई पनि 50% पाउँदा 1.5 हुन्छ भने अनि स्थानीय विषयलाई 50% पाउँदा 2 पाठ्य घण्टा छुट्याइएको छ। भनेपछि हामी यसमा के क्लियर भयौँ? जम्मा 7 वटा विषय, 7 वटा विषयमा 5 वटा विषयलाई 5-5 पाठ्य घण्टा छुट्याइएको छ भने अन्तिमको स्वास्थ्य र स्थानीय विषयलाई क्रमशः 3 र 4 छुट्याइएको छ। अब हामी त्यसो भए वर्षभरिको मूल्याङ्कनको प्रकार चाहिँ के छ त? अहिले राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 ले राखेको मूल्याङ्कनको प्रकार के छ भन्दा 2 वटा छ, आन्तरिक र बाह्य मूल्याङ्कन। आन्तरिक मूल्याङ्कन भनेको 1 वर्षभरिमा गर्ने मूल्याङ्कन भित्र पर्छ भने बाह्य मूल्याङ्कन भनेको शैक्षिक सत्रको अन्तिममा लिने परीक्षा नै बाह्य मूल्याङ्कन भनिएको छ। त्यसो भए
मूल्याङ्कनको अङ्कन र प्रतिशत कसरी व्यवस्थापन गरिएको छ? आन्तरिक मूल्याङ्कनको सबै विषयको पहिला आन्तरिक र बाह्य दुईटा यो मूल्याङ्कनलाई 50-50% विभाजन गरिएको छ। यसमा कुनै विषयको थोर र कुनै विषयको धेरै गरिएको छैन। 7वटा विषयलाई अथवा सबै विषयको आन्तरिक मूल्याङ्कन 50% भने बाह्य मूल्याङ्कन 50%। अनि अङ्कनमा लाँदा पनि 50%लाई 50 अङ्कनको रूपमा लगिएको छ भने बाह्य मूल्याङ्कनको 50%लाई पनि 50 अङ्कको परीक्षा लिने व्यवस्था गरिएको छ। हामीले बुझ्नुपर्ने कुरा आन्तरिक मूल्याङ्कनमा विषय अनुसार फरक हुन्छ। आन्तरिक मूल्याङ्कन विषय अनुसार फरक गरिन्छ। सबै विषयको प्राय फरक छ। एक। दोस्रो कुरा, विषयगत शिक्षकले आफ्नो विषयको अङ्क तयार गर्नुपर्छ। आन्तरिकमा विषयगत शिक्षकले आफ्नो विषयको, जस्तो म कक्षा 4 मा नेपाली पढाउँछु भने कक्षा 4 को नेपालीको आन्तरिक मूल्याङ्कनको अङ्कन मैले तयार गर्नु पर्यो। यसरी प्रत्येक विषय शिक्षकले छुट्टै आफ्नो विषयको अङ्कन तयार गर्नुपर्छ। तेस्रो कुरा, अङ्कन तयार पार्दा अथवा अङ्क तयार पार्दा प्रत्येक विषय शीर्षकमा छुट्टै अङ्क प्रदान गरी समष्टिगत तयार गर्नुपर्छ। यसको अर्थ आन्तरिक मूल्याङ्कन पनि सिधै 50 अङ्कको भए पनि सिधै 50 मा मेरो बच्चाले राम्रो गरेको छ म 48 दिन्छु भन्न पाइएन। त्यहाँ भित्र पनि के छन्, विषय शीर्षकहरू छन्। त्यो विषय शीर्षक अनुसार छुट्टै अङ्कन गर्नुपर्छ। एकचोटि म त्यसो भए प्रत्येक विषयको आन्तरिक मूल्याङ्कन राख्ने फर्मेट कस्तो हुन्छ त भन्ने यहाँहरूलाई प्रस्तुत गर्न चाहन्छु। पहिला हेरौँ नेपालीको समष्टिगत आन्तरिक मूल्याङ्कन अन्तिममा हामीले पटक गरेका हुन्छौँ। त्यसलाई अन्तिममा कसरी तयार गर्ने त? अथवा 50 अङ्कमा कसरी ल्याउने त? त्यो त विषयगत शिक्षकले ल्याउने हो। त्यसले गर्दा जस्तो नेपालीको कक्षा 4 को विषय शिक्षकले कसरी चाहिँ समष्टिगत तयार गर्ने त भन्ने एउटा उदाहरण, जस्तो क्रम सङ्ख्या राख्ने 1 2 3 विद्यार्थीको नाम राखौँ, सहभागिता बापत 4 अङ्क हो। सहभागिता बापत 4 अङ्क हो भने 4 अङ्कमा बच्चाले कति आएको छ त? हाजिर यो कक्षा सहभागिताको 2 अङ्क हो। यसमा पनि समष्टिगत उसले 4 अङ्कमा कति अङ्क प्राप्त गर्यो त्यो त्यहाँ लेखिन्छ। भाषिक सिप छ, नेपालीको भाषिक सिप अन्तर्गत 36 अङ्क छुट्याइएको छ। 36 अङ्कमा उसले कति ल्याउन सफल भयो त्यो पनि त्यहाँ लेखिन्छ। त्यसपछि यो त्रैमासिक परीक्षा, जम्मा 1 वर्षमा 3वटा परीक्षा अनिवार्य रूपमा लिनुपर्छ। त्योभन्दा बढी लिन पनि पाइयो, तर कम्तीमा 3वटा चाहिँ लिनु पर्यो, जसमा पहिलो पनि 50 अङ्कको लिएको हुन्छ, दोस्रो त्रैमासिक परीक्षा पनि 50 अङ्कको लिएको हुन्छ। त्यो 50 अङ्कमा लिएको जुन परीक्षालाई यो समष्टिगत अन्तिममा लेख्दा पहिलोलाई 50 लाई 5 मा कन्भर्ट गर्नुपर्छ र दोस्रोलाई पनि 5 मा कन्भर्ट गर्नुपर्छ। तेस्रो जुन हामी फाइनल लिँदैछौँ यो त के हुन्छ? बाह्य मूल्याङ्कन हुन्छ। त्यसैले त्यसको काहीँ पनि आउँदैन, सिधै बाह्य मूल्याङ्कनको अङ्क आउँदा त्यो चाहिँ 50 अङ्कमा आउनेछ। अब 5 कसरी निकाल्ने त? जस्तो मानौ कुनै बच्चाले पहिलो त्रैमासिकमा नेपालीमा 42 अङ्क प्राप्त गर्यो भने त्यो 42 लाई बिचमा एउटा थोप्लो राख्नु भने कति आउँछ? 4.2 हो। त्यसो भए उसले कति ल्याएछ, प्राप्त गरेछ भन्दा 4.2 अङ्क प्राप्त गर्यो। मानौ दोस्रोमा उसले 35 अङ्क प्राप्त गरेको थियो। 50 मा उसले कति अङ्क? 35 अङ्क प्राप्त गरेको थियो भने 35 को बिचमा शून्य एउटा थोप्लो राखिदियो, कति भयो? 3.5। भनेपछि दोस्रोमा कति ल्याएछ? 3.5 ल्याएछ र त्यसको जम्मा गरेर 10 अङ्क हुन्छ। पहिलो र दोस्रो गरेर त्यही अङ्क जोड्छौँ। अगाडिको 40, सहभागिता र भाषिक सिपको 40 अनि पहिलो र दोस्रो परीक्षाको 10 गरेर कति भयो? 50 अङ्क। यो नै आन्तरिकको अन्तिम समष्टिगत अङ्क हो। अब 50 मा कुनै बच्चाले सबै जोड्दाखेरि लगभग 42 ल्याएछ, अर्थात् 43 ल्यायो भने हाम्रो कन्सेप्ट के गर्ने भन्दा त्यसलाई डबल भन्ने कन्सेप्ट लाने। मानौ 43 ल्यायो भने त्यसको डबल बनाउँदा कति हुन्छ भन्दा 86 हुन्छ। 43 दुना 86। अब 86 भनेको कुन ग्रेड हो त भन्दा ए ग्रेड हो। भनेपछि हामीले लेख्न चाहिँ त्यहाँ 43 लेखेका छौँ, तर हामीले ग्रेडमा लाँदा चाहिँ उसको ग्रेड 43 को ग्रेड त तल हुन्छ। हामी यहाँनिर झुक्किन्छौँ। 43 को ग्रेड त अब निकै तल भयो, तर
हामीले के बुझ्नु पर्यो, यो त 50 को 43 हो नि त, हामीले 100 को 43 भनेको त 100 को त 86 हो भनेपछि उसले ए ल्यायो भनेपछि ग्रेडमा हामी के लेख्छौँ, ए लेख्छौँ। यसै गरी अन्य विषयको इङ्ग्लिसको पनि त्यस्तै, त्यही पार्टिसिपेसन 4, लिसनिङ स्पिकिङमा 20, रिडिङ एन्ड राइटिङमा 16, अनि फर्स्ट टर्मिनल एक्जामिनेसनमा 5, सेकेन्डमा 5 जोडेर कति हुन्छ 10, त्यही टोटल कति हुन्छ 50 मार्क्स, अनि मार्क्समा कति ल्यायो सोही अनुसारको ग्रेड। त्यसै गरी गणितको पनि त्यस्तै हुन्छ। फरक के हुन्छ भन्दा पोर्टफोलियो, लेखाजोखा, कक्षा कार्य, एकाइ परीक्षा, विभिन्न समयमा गरेको विशिष्ट कार्यलाई 4 अङ्क दिएको छ। प्रयोगात्मक र परियोजना कार्य कसरी गरेको छ त्यसलाई 36 अङ्क दिएको छ। त्यही हो, पहिलो र दोस्रोको 5-5 अङ्क अघि नेपालीमा भने जस्तै गरी कन्भर्ट गर्ने, जम्मा 10 भयो, 5-5 गरेर 10 र टोटलमा 50 हुन्छ, त्यसैलाई ग्रेडको व्यवस्था गर्ने। विज्ञान तथा प्रविधिमा पनि सहभागितामा 4, परियोजना कार्य अथवा प्रयोगात्मक कार्यमा चाहिँ 36, अनि परीक्षामा चाहिँ पहिलो र दोस्रो 5-5 गरेर 10 हुन्छ, अनि जम्मा 50मा त्यसै अनुसारको ग्रेड तयार गर्ने। अनि सामाजिक अध्ययन तथा मानव मूल्यमा पनि सहभागितामा 4, प्रयोगात्मक तथा परियोजना कार्यमा 36, अनि त्रैमासिक परीक्षामा पहिलो र दोस्रो गरेर कति 5-5 अङ्क प्राप्त हुन्छ। त्यो 5-5 जोड्दा 10 हुन्छ, जम्मा 50, अनि ग्रेडमा लैजाने। स्वास्थ्य, शारीरिक तथा सृजनात्मक कलाको पनि सहभागितामा 4, प्रयोगात्मक तथा परियोजना कार्यमा 36, अनि त्रैमासिक परीक्षामा 5-5 10, जम्मा 50 ग्रेड कुन आउँछ त्यही उल्लेख गर्ने। स्थानीय विषयको भने स्थानीय विषयको चाहिँ स्थानीय स्तरमा नै त्यो विषयहरू फरक हुने भएको कारणले गर्दा त्यो स्थानीय विषयमा जुन खालको फर्म्याट तयार गरिएको छ त्यो स्थानीय विषय निर्माण गर्ने क्रममा सोही अनुसारको फर्म्याट अनुसार 50 मा नबढ्ने गरी 50-50 मा हुने गरी त्यसको पनि व्यवस्थापन गर्नुपर्छ। त्यसपछि अर्को आयो त आन्तरिक भयो। आन्तरिकको हामीसँग मानौ समष्टिगत अब सबैको भयो। मेरो विषय मानौ कक्षा 5 को अंग्रेजी थियो भने मैले त इंग्लिशको त तयार गरेँ। यस मसँग त क्लास 5 को इंग्लिशको त स्टुडेन्ट भए जतिको त तयार भयो। अब मानौ म अर्को 8 मा चाहिँ अथवा 7 मा चाहिँ म्याथ पढाउँथ्यो भने म्याथको पनि मसँग 8 को एउटा म्याथको भयो। भनेपछि मैले जतिवटा विषय पढाउँछु त्यतिवटा नै मसँग आन्तरिक मूल्याङ्कनको के भयो एक एकवटा फर्म्याट भयो। अब बाह्य मूल्याङ्कन भनेको अघि पनि मैले भनिसकेको छु शैक्षिक सत्रको अन्तिममा लिएको 50 पूर्णाङ्कको परीक्षा नै बाह्य मूल्याङ्कन। सबै विषयको 4 देखि 8 कक्षाका सबै विषयको सबै कक्षाको पूर्णाङ्क कति हुन्छ 4 देखि 8 सम्मको 50 अंकको पूर्णाङ्क हुन्छ। प्रत्येक विषयमा 50 पूर्णाङ्कको परीक्षा हुन्छ र त्यो 50 पूर्णाङ्कलाई 2 घण्टाको समय अवधि छुट्याइएको छ र त्यो 50 पूर्णाङ्कमा अन्तिममा लिएको परीक्षामा बच्चाले जुन अंक प्राप्त गर्छ त्यो नै 50% या 50 अंकको बाह्य मूल्याङ्कन हुन्छ। अब यसरी सबै तयार गरिसकेपछि हामीसँग बाह्य मूल्याङ्कन पनि भयो आन्तरिक मूल्याङ्कन पनि भयो। यति हामीसँग छ। अब के गर्ने त भन्दा यहाँहरुले स्क्रिनमा देख्न सक्नुहुन्छ यो फाइनल ग्रेड लेजर भर्ने कुनै कक्षा 4 को 5 को 6 को 7 को ग्रेड लेजर जहाँ सिरियल नम्बर 1 2 3 4 5 स्टुडेन्ट नेम अब के नाम छन् नाम। अब मानौ पहिला नेपालीको टीएच थ्योरी आईएन इन्टरनल कोलम बनाउने। त्यसपछि एमजी छ। एम भनेको मार्क्स। मानौ नेपालीको थ्योरीमा लेखेर भनेको अन्तिममा बाह्य मूल्याङ्कनमा बच्चाले 44 ल्यायो। मार्क्स 44 ल्याउनु भनेको उसको ग्रेड कति हुनु भन्दा हाम्रो कन्सेप्टले के क्लियर गर्नु पर्यो भन्दा त्यसलाई डबल 44 दुना 88 भनेपछि उसको ग्रेड चाहिँ के भयो ए भयो। जस्तो इन्टरनलमा 47 ल्यायो। आईएन इन्टरनलमा मार्क्स कति ल्यायो उसले 47। हामीसँग अलरेडी फर्मेटमा छ त्यो 47 भएको 47 ल्यायो मानौ भने 47 भनेको ग्रेड कति 47 दुना 94। 94 हुनु भनेको के हो त भन्दा ए प्लस ग्रेड ए प्लस। त्यसैगरी इंग्लिशको पनि म्याथको पनि साइन्सको सोशलको हेल्थको लोकल सब्जेक्टको हामी सबैको यसरी बनाइयो। यो एउटा समष्टिगत ग्रेड लेजर हो। यो हामी केमा बनाउँछौं भन्दा तपाईहरु एउटा A4 साइजमा पनि बनाएर फाइलिङ गरेर राख्न सक्नुहुनेछ। अर्को कुरा म प्रत्येक वर्षको एउटा कक्षाको एउटा चाहिँ रजिस्टर मेन्टेन गर्छु भनेर रजिस्टरमा समेत यही कोरेर राख्न सक्नुहुनेछ। जस्तो कक्षा 4 को एउटा किन्नुस् 5 को एउटा किन्नुस् 6 को एउटा किन्नुस् 4 को यो वर्ष 81 को त्यहाँ राख्ने फेरि अर्को 82 हुन्छ त्योभन्दा पछाडिको राख्ने 83 को। त्यसो गर्दा एउटै फर्म्याटमा पनि अथवा एउटै रजिस्टरमा पनि राख्न सकिन्छ। अब यो फर्म्याट कहाँ पाइन्छ
अथवा कसरी गर्ने यहाँ स्क्रिनमा पनि देखिरहनु भएको छ। स्क्रिनबाट पनि यहाँले लिन सक्नुहुन्छ भने यदि स्क्रिनमा राम्रोसँग बुझिएन भने मैले आफ्नो फेसबुक पेजमा या फेसबुकमा पनि यो फर्मेट राखेको छु। यहाँहरूले आवश्यकता अनुसार सहजताको अनुसार लिन सक्नुहुनेछ। हामी यति भएपछि कक्षा 4-8 को अन्तिमको समष्टिगत मूल्याङ्कन कसरी भर्ने भन्ने विषयमा सायदै हामी बुझ्यौँ होला, जाने होला भन्दै आगामी दिनमा फेरि यस्तै कुनै अन्य भिडियो लिएर म यहाँहरूको सामु उपस्थित हुने नै छु। यहाँहरूको समय शुभ रहोस्। हस्, धन्यवाद।